हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ साथी र म चाहिँ मर्निङ वाक आएको। क्या राम्रो मौसम छ कतारको चाहिँ। अप्रिल भइसक्यो तैपनि यस्तो राम्रो मौसम छ। इन्जोय गरिरहेको छौँ है हामीहरू चाहिँ। आजको कतारको मौसम चाहिँ यस्तो राम्रो छ। बिहान 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 यो चाहिँ मेट्रो बस हो अनि यो चाहिँ सिद्रा हस्पिटल हो अनि सायद यहाँनिर चाहिँ म्युजियम छ होला। धेरै राम्रो छ यहाँनिर चाहिँ वाकिङको लागि चाहिँ धेरै राम्रो छ। अनि आज 1 घन्टा भइसक्यो 7 बजे निस्केको 55 भइसक्यो। हामी ऊ चाहिँ मेरो साथ कस्तो देख्यो होला गाइस हेर्ने हो। कतारमा पनि यस्तो राम्रो फुल फुल्छ मरुभूमिमा पनि। अर्कैले टिप्ला है सम्झनामै जिन्दगी बित्ला है हल्लिएर आऊ। देख्छ नयाँ बस्ने रहेछ। कति राम्रो फुल फुलिरहेको छ नि यहाँ। रुख नै छ रुख नै यस्तो राम्रो छ नि। हामी चाहिँ यहाँ बस्छौँ। यो चाहिँ हाम्रो लोकेसन हो। ऊ चाहिँ मेरो साथी हो। हिँड्दा हिँड्दा कहिल्यै सकिँदैन यो सम्म बाटो भएर होला। 1 घन्टा हिँडिसक्यो भर्खर अलिकति मात्र जस्तो भयो। आज चाहिँ हाम्रो मर्निङ वाकको फर्स्ट डे हो। धेरै पछाडि आएको म चाहिँ। अनि घट्नको लागि चाहिँ होइन दुब्लाउनको लागि चाहिँ होइन तर आफ्नो स्वास्थ्यको लागि चाहिँ हो। फ्रेस भइन्छ नि त नि मौसम राम्रो छ रोग लाग्दैन। यहाँ चाहिँ यस्तो राम्रो छ क्या बाटोहरू पनि। अब नेपाल जाने बेला हुन लाग्यो। अब नेपालमा कसरी बस्ने होला। यति धेरै फुल फुलेको छ नि यहाँनिर। यति राम्रो देखेको छ। आज घुम्दा घुम्दा यस्तो राम्रो राम्रो फुल फुलेको ठाउँमा आइपुग्यो नि हामी। झपक्कै छ हौ। नेपालमा चाहिँ काँडा भनेर काटिदिन्छ यस्तो फुलहरू। यस्तो बाख्राले खान दिन्छ होला। हामी भने यहाँनिर हेर्दा हेर्दै के फलेको होला। यो खानेकुरा हुन्थ्यो भने त कसैले बाँकी राख्दैन थियो होला।